घुम्दै यस्तो बब्बाल ठाउँमा पुगियो। वाट्सअप गाइज, राधे राधे। तपाईँ सबैजनाहरू सन्चै आरामै हुन्छ। म नि एकदम फिट एन्ड फाइन छु। अनि अहिले चाहिँ म पकाउँदैछु निगुरो र आलु भुटिसकेको थियो। अनि टक्क निगुरो हाल्दै लोकलै यो चाहिँ हामीले हसिना सिमसारको जङ्गलबाट ल्याएको त्यतातिरको एरियाबाट। अनि टक्क खाना खान थाले। मासु निगुरो भातसँग बिना खायो भने त मजै आउँदैन रहेछ। जे होस् अनि खानासाना खाइसकेर अनि लाग्यो हामी चाहिँ घुम्न। केटाहरू आइरहेको थियो अनि टक्क घुम्न लागिदिएको। अनि हामी चाहिँ डोर्याउँदै लाग्यौँ माथिसम्म होइन। यस्तो लेक जस्तै देखिरहेछ हसिना सिमसारको खोला होइन। यो चाहिँ ओभर गहिरो छ। अनि साइकल बिग्रिरहेको थियो हल्का हेरिदिएको हो। अनि तर जे सुकै होस् होइन, हसिना सिमसार राम्रो होस् या नराम्रो होस्, तर नेचर भनेको नेचर नै हो क्या। तर ओभर बब्बाल भ्यू देखिन्छ कि हरियो सबैतिरको। त्यत्तिकै हेर्दै हिँड्दा चाहिँ यस्तो देखियो। यसको नामै मैले ठ्याक्कै बिर्सेँ के हो, कमेन्टमा भनिदिनु होला होइन। यो चाहिँ पहिले यति भेटिन्थ्यो, अचेल त्यति भेटिन थाल्यो, छोडिसक्यो। त्यसलाई नाम थाहा छ भने चाहिँ कमेन्टमा भनिदिनु होला। अनि टक्क हेर्न सक्नुहुन्छ ओडा दक्ष जस्तै केटो हिँडिरहेको छ पछाडि हात हालेर। अनि यहाँ केटाहरू नुहाउँदै थियो अनि टक्क निक्लिएर लाग्दियो। हामी पनि लाग्दिन थाल्यौँ। म चाहिँ माइना होइन, हल्का गहिरो थियो, पौडी खेल्नु नि आउँदैन, त्यसैले नुहाइकन हामी चाहिँ लाग्दियौँ घरतर्फ।